त अर्को एउटा नयाँ कम्पनीको आइपिओ निष्कासन हुँदैछ। कम्पनी कुन हो, कस्तो छ, भर्ने कि नभर्ने, कति किता एप्लाई गर्ने, विस्तृत जानकारी। नमस्कार साथीहरू, आजको ताजा आइपिओ अपडेटमा स्वागत छ। एभरेस्ट कलर लिमिटेडले भोलिदेखि सर्वसाधारण लगानीकर्ताका लागि आफ्नो आइपिओ निष्कासन गर्न लागेको छ। कम्पनीले प्रति किता ₹100 अङ्कित मूल्यमा कुल 6,55,700 किता सेयर निष्कासन गर्ने भएको छ। यसअघि वैदेशिक रोजगारीमा रहेका नेपाली कर्मचारी तथा सामूहिक लगानी कोषका लागि छुट्याएको सेयर बाँडफाँड भइसकेको छ। अब सर्वसाधारण लगानीकर्ताले न्यूनतम 10 कितादेखि अधिकतम 10,000 कितासम्म आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति जेठ 27 गते रहने भएको छ। लगानीकर्ताले मेरो सेयर एप वा आसो बैंक मार्फत सहजै आवेदन दिन सक्छन्। कम्पनीलाई केयर रेटिङ नेपालले BB रेटिङ प्रदान गरेको छ, जसले मध्यम जोखिम सङ्केत गर्छ। यदि तपाईँहरू आइपिओ भर्ने सोचमा हुनुहुन्छ भने समयमै आवेदन दिनु नबिर्सिनुहोला। यस्तै आइपिओ अपडेटको लागि हाम्रो च्यानललाई लाइक, सेयर र सब्सक्राइब गर्न नभुल्नुहोला। जय शेयर बजार।